हेलो साथीहरु सबैजनालाई नमस्कार। म श्याम्पू ब्लगको तर्फबाट तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज भने चाहिँ म तलतिर बेसीतिर घुम्नको लागि आएको छु। वरिपरिको दृश्य हेर्दाखेरि एकदम बबाल देखिन्छ हैन। सबैतिर हरियाली छाएको छ। यो वैशाखको महिना भए पनि यतिखेर खडेरी लाग्नुपर्ने। यसपालिको मौसम परिवर्तनले गर्दा चाहिँ हैन वरिपरि देख्दाखेरि चाहिँ एकदम हरियाली छाएको देखिन्छ। बोट बिरुवा घाँसपात सबै उम्रेको छ र वातावरण पनि हल्का हल्का मन्दा कुहिरो लाग्ने र घाम लाग्ने कार्यक्रम जारी रहेको देखिन्छ हैन। वातावरणले पनि यसपालि सहयोग नै गरेको देखिन्छ। सेम मलेसियाको जस्तै समय परिवर्तन भएको देखिन्छ। यसपालि मलबासी समय भएको यो हाम्रो वास्तुशास्त्रमा देख्नमा र भन्नमा र सुन्नमा आउँछ र यस्तै हाम्रो यसपालिको यो आम्बोटेबाट खिचिएको यो मैले ब्लग बनाएको। म आम्बोटे निवासी भएको कारणले गर्दा चाहिँ यसपालिको ब्लग चाहिँ मैले आम्बोटेबाट नै सुरु गरेको छु र ब्लगमा हेर्नुहुने सम्पूर्ण इष्टमित्र जन म आफन्तजनहरूलाई चाहिँ देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मेरो ब्लगका साथीभाइहरूलाई चाहिँ म यसपालि धेरै ब्याक रहेर मैले ब्लग बनाउन सकिरहेको थिइनँ, किनभने मैले ब्लग बनाउनको लागि चाहिँ धेरै सङ्घर्ष गरेको थिएँ। पहिला त्यो ब्लग बनाउनको लागि सङ्घर्ष गर्दा गर्दै पनि मैले ब्लगहरू बनाएर चाहिँ हैन एडिट गरेर चाहिँ हाल्न सकिरहेको थिइनँ र कन्टिन्युता दिँदा दिँदै पनि आफ्नो ब्लग स्टाइलमा चाहिँ राजनीति पक्षले कोल्टे फेरेको कारणले राजनीति पक्षमा पनि लाग्नुपर्ने भएको कारणले गर्दा चाहिँ म राजनीतितिर थोरै होमिएको कारणले मैले ब्लग बनाउन सकिनँ। राजनीति पक्षमा ब्लग हाल्दाखेरि चाहिँ राजनीति पक्षपट्टिको ब्लग हाल्दा चाहिँ ब्लगमा अलिक नराम्रो लाग्न सक्छ कसैलाई हैन। ब्लग जुनसुकै हाल्दा पनि हुन्छ, तर मैले एउटा गाउँघरको ब्लग बनाउने सिस्टमले चाहिँ मैले त्यसको कौशलता र त्यसको विश्लेषणको रूपमा चाहिँ मैले एउटा ब्लग बनाएर चाहिँ हाल्ने गरेको तपाईहरु समक्ष थाहै छ हैन। विभिन्न गाउँमा के घटिरहेको छ, कस्तो छ घटना विस्तृत रूपमा चाहिँ कस्तो चलिरहेको छ, गाउँघर कुन तरिकाले बसिरहेको छ इष्टमित्र भनेर ब्लग हाल्ने गरेको थिएँ। ब्लगमा मैले विभिन्न कुराहरू राख्ने, गाउँघर छरछिमेकी इष्टमित्र दाजुभाइ सबैको ब्लग बनाएर हाल्ने जमर्को गर्दा गर्दै पनि अब यहाँको मान्छेहरू कसैलाई ब्लग बनाउँदाखेरि हैन कसैको नजरमा चाहिँ अलिकति नजर गिरे जस्तो, नजर अलिक लुकाए जस्तो ब्लगमा नआउने सिस्टम गरेको देखेको कारणले चाहिँ मैले गाउँघरको इष्टमित्र कसै भाइ बन्धु बुहारी छोरी चेली सबैको ब्लग बनाउँदाखेरि बुहारी खलकहरू अब अलिकति चेलीबेटीहरू हैन अलिकति बुहारी खलकहरू भाउजूहरू अलिक लजाए जस्तो हैन अलिकति मन खिन्न भयो जस्तो भएको कारण मैले ब्लग गाउँघरको इष्टमित्र छरछिमेकीको सबैको हाल्न सकिनँ। त्यही भएर चाहिँ मैले यस्तो खुला वातावरणको एउटा ब्लग बनाएको छु। आज वैशाख लगभग 30 गते वैशाखको महिना सकिएको छ। अब वसन्त ऋतुले पनि चेन्ज गर्दै अहिले अब जेठको समयतिर लागिरहेको यो ब्लगले चाहिँ हैन तपाईहरु समक्ष जानकारी गराउँदै अहिले अब जेठ लागिसकेपछि चाहिँ वातावरण पनि अलिकति हरियाली भएको र हैन बर्सातको समयले कोल्टे फेरेको हुन्छ। त्यसै समक्ष यसपालिको वातावरण सायद चैत्रदेखि नै हैन फागुनदेखि नै अलिकति पानी झारझार झुर पर्दै अलिकति वातावरणलाई चाहिँ धुलाम्मेबाट चाहिँ जोगाएको देखिन्छ र अब बर्सातको समयमा कस्तो हुन्छ भन्ने कुरा अब सायद म तपाईहरुलाई ब्लग मार्फत देखाउने नै छु। तर अहिले भने वातावरण चाहिँ एकदम हरियाली भएर मन्द मन्द धुलाम्मे युक्त मुक्त भएको यो मेरो ब्लग मार्फत तपाईहरुलाई जानकारी गराउँदै आइन्दा दिनहरुमा म तिता मिठा मसिना ब्लगहरु समक्ष तपाईहरु समक्ष पस्किने नै जमर्को गर्दै अहिलेलाई मेरो ब्लग यही अन्त्य गर्छु। देश तथा विदेशमा रहनुहुने र नेपालमा बस्नुहुने सम्पूर्ण मेरो म श्याम्पू ब्लगलाई हेरेर बस्नुहुने सम्पूर्ण इष्टमित्रलाई म यही ब्लग मार्फत अब आउने दिनहरुमा म मिठो मिठो ब्लगहरु बनाउँछु भन्ने बाचाका सहित यतिका ढिलासम्म किन गरियो भन्ने कुरा तपाईहरुलाई पस्किनको लागि र देखाउनको लागि मैले ब्लग मार्फत तपाईहरुलाई अहिले यो सुरु ब्लग यो धेरै महिना पछाडि मैले बनाएको छु र हेर्दिनु होला, सहयोग गर्दिनु होला। यस्तै छ घर, यो चाहिँ अशोक याम्फूको घर हो, मेरो माइला मामाको छोराको घर। म यहाँ आएको थिएँ, हाम्रो यहाँ माइली माइजी हुनुहुन्छ र त्यो पर्तिर प्रदीपहरुको हैन प्रदीप श्रेष्ठ, त्यो पर्तिर सागर दाइको यसरी यहाँ आएको थिएँ। अब माइली माइजीलाई भेट्नको लागि उहाँ हुनुहुन्न रहेछ। त्यसै सन्दर्भमा यसो बस्ने क्रममा चाहिँ मैले ब्लग बनाइहालेँ। ल है त कस्तो लाग्छ भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला सम्पूर्णमा। म श्याम्पूको तर्फबाट आउँदो भिडियोमा भेट्ने जमर्को गर्दै अहिले बिदाई हुन चाहन्छु। हस्त बाइ बाइ।